हेलो गाइस, गुड इभिनिङ। सबैजना स्वागत छ है त मेरो यो मिनिटमा। आज चाहिँ भन्दा पनि म एभ्री डे दैनिक यसो खाना खाएर बिनवक गर्ने गर्छु यही ठाउँमा। सो कति खतरा राम्रो छ नि। अब हामीले स्वस्थ छैन भने सक्षम छैन, केही गर्न सक्दैनौँ। हर कुरा वञ्चित हुन्छ। सो आफू स्वस्थ रहनको लागि व्यस्त रहनुहोस्, तर यो कुरामा व्यस्त हुँदै अरू काम कहीँ गर्दा गर्नुपर्छ। तपाईँले धेरै होइन, आधी घन्टा मात्रै मर्निङ वक इभिनिङ वकको लागि आधी घन्टा मात्रै गर्नुभयो भने एकदम तपाईँ स्वस्थ रहनुहुन्छ अनि त्यसबाट स्वास्थ्य नै हाम्रो धन हो। यहाँलाई पनि थाहै छ। हामी स्वस्थ रहनलाई हामीले दिनमा कम्तीमा पनि 25-30 मिनट चाहिँ वक गर्नुपर्छ है गाइस। के गर्ने यस्तै हो गाइस। राम्रो हो। ओके गाइस, स्वस्थ रहनु होला, व्यस्त रहनु होला, सुखी रहनु होला।